So hello everyone, नमस्ते, वेलकम टु माई च्यानल अगेन। सो फेरि पनि म आइसकेको छु हजुरको सामने एउटा नयाँ भिडियोको साथमा गाइज। सो आज देख्न सक्नुहुन्छ आज एकदम दिउँसो भइसकेको छ होइन। मैले चाहिँ आज भ्लग एकदम ढिलो स्टार्ट गरिरहेको छु होइन। अनि आजको भ्लग चाहिँ के कस्तो हुनेवाला छ भनेर तपाईँहरूलाई भिडियो हेरेर थाहा हुन्छ होइन साथीहरू। सो यहाँ देख्न सक्नुहुन्छ हाम्रो गाउँको यस्तो चलामला चाहिँ यस्तो छ होइन। अनि यहाँ चाहिँ मैले के अरे सुन्तलाको बोक्रा सुकाइरहेको छु होइन। सुन्तलाको बोक्रा चाहिँ किन सुकाएको भन्दाखेरि चाहिँ नि साथीहरू, किनकि म अब यो यस्तो एउटा एक्सपेरिमेन्ट गर्न आँटेको छु। के भनौँ न त भन्दा चाहिँ के अरे मैले देखेँ सुन्तलाको बोक्रा सुकाएर चाहिँ पाउडर बनाएर चाहिँ फेसमा दल्यो भने चाहिँ दामी हुन्छ क्या। त्यही भएर यहाँ पनि सुकाइरहेको छु नि, खुदा अगाडि पनि सुकाइरहेको छु कि लेट्स सी कस्तो चाहिँ हुँदो रहेछ होइन। यो सुकोस् अनि म पिस्छु अनि तपाईँहरूलाई पनि म देखाइहाल्छु होइन के गर्छु भनेर। अनि आज चाहिँ म के गर्नु लागेको छु भन्दाखेरि चाहिँ होइन साथीहरू, देख्न सक्छ यहाँ मेरो रुमको हालत देख्न सक्नुहुन्छ यस्तो रहेको छ। अनि यता पनि उस्तै रहेछ, यता पनि उस्तै, यता पनि उस्तै छ होइन। अनि यता पनि यस्तै छ होइन। अब यिनीहरूलाई त यसरी नै छोड्नु त भएन, अलिक चटक चिटिक त बनाउनु पऱ्यो भनेर चाहिँ मलाई लागि परिरहेछ होइन। अनि सो गीत सित बजाएर चाहिँ नाच्दै काम गरेपछि चाहिँ कस्तो नसकेन होइन यो 1 घन्टामा भन्दै म चाहिँ यहाँनिर अब गीत बजाएर चाहिँ यहाँ हाम्रो डेक पनि छँदैछ होइन, सानो टुक्लुक्क परेको गीत बजाएर चाहिँ आज म नाच्दै काम गर्ने मुडमा छु। सो तपाईँहरूले हेरेर साथ दिनुहुन्छ भने म ठुलोको आशाको साथमा साथीहरू मेरो ब्लगलाई म स्टार्ट गर्न चाहन्छु ल। सो आशा गर्छु तपाईँहरू सबै भन्ने पनि। सो साथीहरू अब ढिला नगरिकन सुरु गरौँ होइन। अब चाहिँ म चाहिँ यहाँ के गर्नु पर्यो भने चाहिँ म चाहिँ के सोच्दैछु भन्दाखेरि चाहिँ नि यो बेड जुन छ नि यो चाहिँ यहाँनिर सार्नु पऱ्यो होइन। अनि यिनीहरू सबै यता हटाएर एकदम न्यू लुक क्रिएट गर्नु पऱ्यो मेरो रुमको भनेर सोचेको छु होइन। यो चाहिँ मेरो रुम है साथीहरू, यहाँ देख्न सक्छ यस्तो लथालिङ्ग। म 6 महिना के घरबाट बाहिर निक्लेको, मेरो रुमको त सबै हाल्दै बनाइदियो नि यहाँनिर मान्छेले आम्मा। सो यो झ्याल्ची खोलौँ होइन। साह्रै अँध्यारो देख्यो कि मेरो कोठा। अब गीत बजाएर गाउँ साउँ सबै थर्काइदिउँ म। अनि आज जेसुकै हो न लु भनेर नि साथीहरू दिमाग खराब भइरहेछ क्या मेरो। मलाई नि यहाँनिर मुकबाङहरू बनाउनुको लागि के अरे मुकबाङ भ्लगहरू बनाउनुको लागि पनि नि मलाई स्पेस पाइरहेको छु नि। मैले खाटमा बसेर खाएको अस्ति पनि हो, तपाईँहरूले देखिहाल्नु भयो त्यो भ्लग चाहिँ होइन। सो अब गीत चाहिँ बजाएर चाहिँ स्टार्ट गरिहाल्नु पनि हुन्छ हाम्रो कामहरू होइन साथीहरू। म तपाईँहरूलाई के हुन्छ सबै देखाउनेछु, स्टे ट्युन भन्न चाहन्छु। सो गाइज है मैले चाहिँ यतिको रुम चाहिँ बनाइसकेको छु। यहाँ देख्न सक्नुहुन्छ मेरो रुम चाहिँ यतिको भयो जे भए पनि होइन 3 बजीसम्म 12 बजी जाँदा यो चाहिँ के हो त यस्तो पसारो। अब होइन यता पनि मलाई मम्मी आमा पनि मलाई मार्नुहुन्छ कि मलाई ढिलो गर्छु। अब छिटो गरेर उयो गरिहाल्छु, छिटो गरेर तपाईँहरूलाई देखाउँछु। यतिको चाहिँ भएन मेरो रुम, मैले यतापट्टि बेड सारेँ यतिको चाहिँ भयो। अब बाँकी के हुन्छ त म तपाईँलाई फेरि देखाउने पनि छु। पक्कै त रोकिसकेँ रुम कति मिलाइसक्यो भन्दाखेरिमा चाहिँ नि होइन। बल्ल सकेँ कि 2टा रुम चाहिँ मिलाइसकेँ होइन। यहाँनिर चाहिँ यत्तिकै बाँकी चाहिँ देखेको छैन कि यहाँनिर। यहाँ चाहिँ मैले यस्तो बनाइसकेँ होइन। अझै भोलि राम्ररी बनिन्छ। अनि यहाँ पनि यस्तो भइसकेछ यत्तिको बनाएँ होइन। यतातिर छ यता अर्को रुम पनि बाँकी छ। 12 बजीदेखि थालेको अनि 5 बजी होला सकिएको छैन। रातिको के कराउनु थाल्यो मलाई कराएर दिक्क नछन्। अनि अब के भन्छ यति नै सकेन। अब फेरि भोलि चाहिँ यति पनि यहाँको पनि गरिरहेको छ सबै सकेर अनि फेरि तलको पनि मिलाउनु छ। सबैमा घरै सबै पखालिदिनु जस्तै भइरहेको कि रिजर नि। आमा कति फोहोर भइरहेको छ नि। फोहोर घरमा के बस्नु भने मान्छे मजाले आधीदेखि सफा गर्न थालेको होइन। लेट चाहिँ कति दिन लाग्दैछ यो माथिल्लो तला भइहाल्यो। अब तल्लो तला साफ गरेर अनि फेरि यता यो के अरे आँगन चागनहरू पनि सबै मिलाउँछु, सबै सेटअप गर्छु होइन। खतरा बनाउनु बिचार कि साथीहरू मेरो चाहिँ घर चाहिँ फुलबारीहरू बनाएर। सो लेट्स सी कस्तो हुँदो रहेछ होइन यो जर्नीमा। सो सबैजना साथ दिनु होला। यति भने म आजको भ्लगलाई चाहिँ यहीँ गर्न चाहन्छु होइन साथीहरू। अब यो धेरै उयो पनि भएन, देखाउनु पनि पाइनँ होइन। अब
काम गरेपछि कामकैतिर मात्र ध्यान हुन्छ कि म यो भिडियोमा ध्यानै हुँदैन, त्यही भएर बिर्सिहाल्दैछ नि, त्यही भएर क्या। सो साथीहरू मैले यहाँ नि मेरो रुम चाहिँ यस्तो छ, यहाँ चल्दाखेरि देखाइदियो क्या। सो यस्तै रहेछ मेरो ब्लग चाहिँ आजको चाहिँ। सो यति भने म आज तपाईँहरू माझबाट बिदा लिन चाहन्छु। बाई बाई एभ्रिवान, सी यु नेक्स्ट ब्लग। सबै मुख लर बढिएर केही छैन, बाई बाई।